नमस्कार मित्र, आज म तपाईलाई एउटा यस्तो जानकारी दिन गइरहेको छु जो तपाईलाई काम लाग्नेछ र गरिबीले नछोडेर मानिस कसरी कंगाल हुन्छ र त्यसको लागि घरमा के कुरा राख्नुपर्छ र हामी धनी बन्न सक्छौं भन्ने बारेमा जानकारी दिन गइरहेको छु। तपाईले भने यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिहाल्नुस् र छेउमा रहेको बेललाई दबाउनुस् र यसको बारेमा सम्पूर्ण जानकारी लिनको लागि तपाईले सुरुदेखि अन्तिमसम्म यो भिडियो हेर्नुहोला। आदरणीय मित्र, जीवनमा सफल हुनका लागि मानिसले अत्यन्त दुःख र मेहनत गरेर पैसा कमाउन चाहन्छ, तर कयौं पटक धन सम्पत्ति सम्बन्धी समस्याको बारेमा ऊ चिन्तित भइरहन्छ भने यसका कारणहरू यस्ता हुन्छन् जो आफ्नो घरमा रहेको वास्तु दोष हुन सक्छ। घरमा यस्तो दोषबाट मुक्ति तथा धन सुखका लागि वास्तुशास्त्रमा यस्ता 5 चीजको बारेमा संक्षेपमा बताइएको छ, जसबाट धन एवं सुख वा बाधक तत्वको प्रभावलाई टाढा भगाइदिने काम गर्दछ। साथै देवी लक्ष्मीको कृपा बनिरहन्छ र जीवनमा सफल हुन सकिन्छ। त्यस्ता चीजहरू के हुन् यसको बारेमा अब हामी छलफल गर्दैछौँ। बाँसुरी वास्तु दोष निवारणका लागि बाँसुरीलाई अत्यन्तै प्रभावकारी वस्तुको रूपमा मानिन्छ। आर्थिक समस्याबाट मुक्ति पाउनका लागि व्यक्तिको घरमा चाँदीको बाँसुरी राख्न पर्दछ। वास्तुशास्त्रमा भनिए अनुसार बाँसुरी घरमा राख्नाले घरमा लक्ष्मीको वास रहिरहन्छ र यसले पनि वास्तु दोषलाई टाढा भगाइदिन्छ र धन आगमनको स्रोत बन्न सुरु हुनेछ। शिक्षा, व्यवसाय या नोकरीमा बाधा आउँदा सुत्ने कोठाको ढोकामा बाँसुरी राखिदिनाले शुभ फलदायी हुन्छ। गणेशजीलाई विघ्नहर्ता मानिन्छ। धन तथा सुख शान्तिमा परेको बाधालाई दूर गर्नको लागि नाच्दै गरेको गणेशको प्रतिमा घरमा राख्नाले अति शुभ हुन्छ। गणेशजीको यस्तो प्रतिमा यस तरिकाले राख्नु पर्ने हुन्छ कि घरको मुख्य द्वारमा गणेशजीको दृष्टि परोस्। देवी लक्ष्मीको तस्बिर वा मूर्ति तपाईको घरमा अवश्य हुन सक्छ, तर धन सम्पत्ति वृद्धिको लागि लक्ष्मीको साथ घरमा कुबेरको मूर्ति या तस्बिर पनि हुनु आवश्यक छ। आय कुबेर महाराजले प्रदान गर्नुहुन्छ, यसैले दुवै एक अर्काका पूरक मानिन्छन्। कुबेर महाराज उत्तर दिशाको स्वामी हुनाले कुबेरको मूर्ति या सधैँ उत्तर दिशामा नै राख्नु पर्दछ। वास्तुशास्त्रका अनुसार शंख वा वास्तु दोष भगाउने अद्भुत शक्ति हुन्छ। जहाँ नियमित शंख बजाइन्छ त्यहाँको आसपासको हावा शुद्ध र सकारात्मक हुन जान्छ। शास्त्रमा भनिए अनुसार जुन घरमा देवी लक्ष्मीको हातमा शोभित दक्षिणवर्ती शंख हुन्छ त्यो घरमा स्वयं लक्ष्मीको वास हुन्छ। यस्तो घर या धन सम्पत्ति समस्या कहिले पनि आउँदैन। यो शंखलाई रातो कपडाले बेरेर पूजा गर्ने ठाउँमा राख्नु पर्दछ र नियमित यसको पूजा गर्नुपर्छ। तपाईले यो जानकारीलाई शेयर गर्नु नभुल्नुहोला र यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुहोला र छेउमा रहेको बेललाई पनि दबाउनुहोला। यहाँको जीवन सुखमय रहोस्। हस्त नमस्ते।